हेलो हेलो, आज चाहिँ मेरो डे अफ छ। आज चाहिँ मेरो बुधबारको दिन थियो डे अफ। अनि आज चाहिँ हामी भनेको को भन्नुहुन्छ होला। मैले चाहिँ दुईवटा हिरो लिएर हिँडिरहेको छु। भाइहरू छन्, भाइहरूलाई साथी लिएर एक्लै हिँड्यो भने हराउँछु भनेर डर लाग्छ नि त। अहिले पनि म इजरायल घुमिसक्न अलिकति जान्ने भइसकेको छुइनँ क्या। रोड क्रस गर्नु त डर लाग्छ। अनि उनीहरूलाई लिएर हिँडेर यसो हरायो भने पनि लिएरै पुऱ्याउँछन् नि त। यसो दाजुभाइ गयो भने भन्ने हिसाबले हिँड्दैछु। अनि छिटो आऊ, छिटो 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 हरियो बत्ती। ए यसो बत्ती देख्यो भने कुद्छु म त है, हातेर हरियो बत्तीमा कुद्नु पाइन्छ। नभएर हात बजेपछि उभ्याइदिइहालेर छन्। अनि म चाहिँ आज साथीसँग पर भेट्नु पर्नेछ। हाम्रो चाहिँ अलिक पर 5 मिनट जति गाडीमा गए पछाडि चाहिँ साथी पर्खिरहनु भएको छ। मेरो नेपालदेखिकै बनेर आएको उर्मिला भन्ने साथी छिन्। उसँग हामी चाहिँ एक ठाउँ हो दर्शन भन्ने ठाउँ जाने भनेर चाहिँ हिँडेको हो। दर्शन जानु चाहिँ बाटो यतै छ, हाम्रैतिरबाट निक्लिनुपर्छ। तर ऊ पनि गाडी चढ्नु साह्रै जान्ने भएकोले गर्दा चाहिँ गाडी चढ्नु जान्दिनँ म, आऊ यतै भनेर चाहिँ हामी उसलाई पहिला पिकअप गर्न जान्छौँ। अनि उसलाई लिएर आए पछाडि मात्र हामी चाहिँ हो दर्शनको लागि निक्लिने। तर बाटो चाहिँ हो दर्शन जानुलाई यहीँबाट हो छुट्टिने चाहिँ। यहाँनिर बोर्डमा हेर्दै हुन्छ नि, यहाँ हो दर्शन लेखेको छ। यहीँबाट हो जानुपर्ने चाहिँ। रमाइलो छ है, जिन्दगानी रमाइलो चलिरहेको छ। गाडी उता पल्लो स्टेसनबाट चढ्ने हामी। ए यिनीहरूले पो लान्छन् होला मलाई भन्यो। यिनीहरूले पो गाडी कहाँ चढ्ने भन्न थाल्यो मलाई। ए ल चाहिँ म गाडी चढिसकेँ। भाइहरू यहाँ बसेको छ अनि म चाहिँ बसिरहेको छु। अब हामी गाडी चढेर उर्मिलाबाट पुग्ने। हामी चिन्तन चौतारी पार्कमा झर्नुपर्ने। हामीले चाहिँ चिन्तन चौतारी पार्कको स्टप छोडेको कारणले हामी चाहिँ दुईटा स्टेसन अगाडि आएर झरेका छौँ। यस्तो हुन्छ है साथीहरू, इजरायलमा गाडी चढ्न जाँदैन भने हामी जस्तो दुःख पाइन्छ। अब हामी चाहिँ बजार हेर्दै हेर्दै जाने हो अगाडि एकछिन। अनि अगाडि साथी बसिरहनु भएको छ, त्यहाँ गएर साथीलाई भेट्ने। अनि साथीसँग भेटेर चाहिँ हामी फेरि गाडी चढेर अर्कोतिर जाने। मेरो भाइहरू चाहिँ इन्जोय गरेर हिँडिरहेछन्। अब साथी कहाँ बस्नु भएको छ खोज्नु पर्ने छ गएर। यतै बाहिर गुड फर्ममा लिएर भन्नुहुन्थ्यो। गुड फर्ममा भने चाहिँ कस्मेटिक आइटम बेच्ने पसल छ, त्यो छेउमा छु भन्नुहुन्थ्यो। अब हामी त्यहाँ पुग्न चाहिँ आँट्यौँ। कति धेरै पसलहरू त छ, फुलको सिजन हेर यस्तो राम्रो। आज घुमेर दिन बिताउने भयौँ हौ हामीले, घुमिरहेछौँ। यहाँनिर हामी गुड फर्ममा भने चाहिँ यही हो। यतै छेउ कतै छु भनेको छ है। उर्मिलाले गुड फर्ममा छेउमा छु भन्थ्यो। गुड फर्ममा त यहीँ हो। यहाँ चाहिँ देखे जस्तो लाग्यो। यो हो उर्मिला। भेट्यो साथी भेट्यो।